यो देश बन्यो भने छेत्री पनि रमाउँछ, राई पनि रमाउँछ, बाहुन पनि रमाउँछ, होइन, कामी पनि रमाउँछ, दमाई पनि रमाउँछ, सबै जाति हामी रमाउँछौँ नि त, रमाउँदैन? यो देश बन्दाखेरि सबैलाई फाइदा छ। एमालेलाई पनि फाइदा छ, कङ्ग्रेसलाई पनि फाइदा छ, माओवादीलाई पनि फाइदा छ, नयाँहरूलाई पनि फाइदा छ, पुरानालाई पनि फाइदा छ, हामी जस्ता स्वतन्त्रलाई पनि फाइदा छ। देश बिग्रियो भने सबैलाई घाटा छ। अनि देश बनाउने अभियानमा हामी पार्टीको तपाईँको चाहिँ एउटा स्वार्थभन्दा माथि उठ्नुपर्छ नै। त्यसले गर्दाखेरि यो सबै जाति, सबै पार्टी, सबैको तपाईँको चाहिँ हित हुने काम हामीले किन नगर्ने भन्ने हो र त्यो काममा हामी लागेका छौँ। सर्ग साम्पाङ भन्ने कस्तो के हो वास्तवमा भन्दाखेरि म एउटा सन्देश हौँ है। म आफू एक्जिस्ट छु या छुइनँ भन्ने मलाई वास्ता छैन, होइन। म यहाँ उभिएको छु या छैन भन्ने पनि थाहा छैन, आई डोन्ट फिल। तर म एउटा मेसेज चाहिँ हो, त्यो मेसेजले के भन्छ भने सबैजना जुट्नुपर्छ है, सबैजना जुट्नुपर्छ हामी भन्ने कुरा सधैँभरि त्यो एउटा मेसेजले दिइरहन्छ।